हाई गाइज गुड इभिनिङ सबैजनालाई नमस्ते चजलो तारे मम अनि म गीता गुरुङ तपाईहरुलाई सधैँ भनिरहेको छु गीता गुरुङ श्रेष्ठ। सो म चाहिँ आज खास मेरो चाहिँ 6 दिनको होलिडे थियो अनि फेरि म्यानेजरले फोन गर्यो क्या तिमी घरमै छौ भने ओभर टाइममा आउँछौ भन्यो। सो 2 दिन म घुमेर त आइसकिहाल्यो है, त्यही भएर 2 दिन यतिकै घरमा यतिकै रेस्ट थियो, यतिकै किन बस्नु घरमा भनेर अहिले फेरि आज ओभर टाइम लिइहालेँ। सो म चाहिँ अब फटाफट रेडी भएर काममा जाँदैछु। अहिले चाहिँ दिउँसोको 2:30 भएको छ। अब रेडी हुँदै फटाफट रेडी हुँदै गफ गर्दै मेकअप अलिअलि गर्छु। मेकअप भन्दा पनि एकदमै घाम छ कि आज, सो सनस्क्रिन लगाउनु पर्यो थोरै थोरै। यतिकै त नराम्रो है, डढेर कालो हुन्छ फेरि, त्यही हो। अनि म चाहिँ तपाईँहरूलाई के भन्न आएको भने म घुम्न जाने बेला चाहिँ मेरो पार्सल आएको थियो कि, अनि म त्यो पार्सल पनि देखाउनेछु तपाईँहरूलाई। म फटाफट रेडी हुन्छु, त्यसपछि म तपाईँहरूलाई हाई गाइज, म चाहिँ फेरि आइसकेँ। मैले तपाईँहरूलाई भनेको थियो यो नै थियो मेरो पार्सल। यो चाहिँ मैले सिनबाट केही सामानहरू लिएको थिएँ, केही सामान हो। म चाहिँ भनिसकेको थिएँ मैले तपाईँहरूलाई, म घुम्न गएको थिएँ नि, त्यतिखेर आएको थियो। मैले मेरो बुढाको लागि केही सामानहरू र मेरो लागि केही सामानहरू मगाएको थियो। खासमा चाहिँ यो सामान के को लागि मगाएको थियो भने चाहिँ हामी अब यही हाम्रो होलिडेको बेलामा हामीले होलिडे लिएको त्यो टाइममा चाहिँ हामी घुम्न जाने बेला लाउने लुगाहरू मगाएको थियो कि, तर हामी ढिला भयो कि यो लुगाहरू आउनै ढिला भयो। अनि त्यही हो, हामीले चाहिँ घरमै भएको लुगाहरू र अलिअलि त्यो टेस्कोमा गएर किनेको थियो, त्यही लुगा लिएर गएँ। अनि त्यो सामान त अहिले पो आइपुगेर आयो, त्यही पनि ठिकै छ, केही छैन होइन। अब नेक्स्ट टाइम घुम्न जानुको लागि हुन्छ। वा राम्रै रहेछ त यो, यसलाई चाहिँ हाफ प्यान्ट भन्छ। यो मगाएको थिएँ एउटा, कस्तो क्युट छ हौ, राम्रो छ ड्रेस। यो चाहिँ मेरो लागि अर्को रहेको छ। यो चाहिँ सबै सिनको सामान भयो क्या। यो त्यो लगाउने क्युट छ भाइ, कस्तो राम्रै पाउँदो रहेछ त है सिनबाट पनि। यो पनि क्युटै छ, मन पर्यो मलाई यो पनि। पिङ्की केटीहरूलाई अफकोर्स पिङ्की नै मन पर्छ। यो चाहिँ हेरेको छ मेरो बुढाको लागि, यो चाहिँ मेरो बुढालाई अफिसमा फर्मल प्यान्टहरू लाउँछ कि अफिसमा, उनीहरूको अफिसमा। यो चाहिँ मेरो बुढाको लागि फर्मल प्यान्ट हो है। लगाएर देखाउने टाइमै छैन कि, फटाफट काम गइहाल्नुपर्छ। फेरि 2:30 भइसक्यो अनि 3:45 चाहिँ मेरो काम सुरु हो कि। मलाई यहाँदेखि स्कुटीमा जानलाई त्यस्तै इलेक्ट्रिक स्कुटी छ मेरो, म त्यसमा जान्छु। त्यसमा जानलाई चाहिँ मलाई लगभग 15 मिनट लाग्छ। फेरि फटाफट गइहाल्नुपर्छ कि। बुढाको चाहिँ भोलि पर्सितिर छ, सुतिराख्नुभयो। यो चाहिँ मेरो बुढाको बिचरा बिचमा लाउने भनेर किनेको थियो, लाउन पनि पाएन। नेक्स्ट टाइमलाई। यो चाहिँ सेट छ है बुढाको। यो चाहिँ माथिको सर्ट भयो, अनि यो चाहिँ कट्टु हाफ प्यान्ट, कट्टुको भन्दै चाहिँ हाफ प्यान्ट भयो। दामी छ। सिनमा त्यस्तो नट ब्याड है, त्यस्तो नराम्रो चाहिँ नपाउँदो रहेछ, ठिकै पाउँदो रहेछ। ठिकै त हो नि यस्तो यतिको त। यो चाहिँ मेरो टी सर्ट। अब यति मगाउनु नै मेरो कति 100 पाउन्ड गएको छ हौ, नेपालको 20,000। यो चाहिँ टी सर्ट हो, त्यो कट्टुमा यो लाउने भनेर कि हाफ प्यान्टमा। केटीलाई सपिङ
केटीलाई के सबैभन्दा ठुलो सपिङ गर्न पाइपुग्छ क्या त्यस्तो लाग्छ है मलाई सबै केटीहरू एउटै हुँदैन है फेरि हामी त त्यस्तो छैन भन्नु मिल्छ यो चाहिँ मैले बिचमा लाउनलाई लिएको थियो लाउन पनि पाएन अब नेक्स्ट टाइमको बिचमा लाउँछु कस्तो सेड हो कि यो राम्रो छ यसलाई के देखाउनु पर्यो है भित्र लाउने कुराहरू आउनै रहेको छ मेरो कस्तो सानो पो हुँदो रहेछ मोबाइल नै नहुँदो रहेछ किन राम्रै पाउँदो रहेछ ठिकै हो यति मेरो क्युट ब्याग ब्रान्डेड त लिन पनि सक्नु पऱ्यो नि है यही भए पनि काम चलाऊ यही भए पनि काम चलाऊ गर्नु पऱ्यो नि बाबा ठिक छ मलाई त यो पनि राम्रै लाग्यो नट ब्याड त्यही हो मलाई त हाल्नु नि आएन हौ कसरी हाल्छौ यो चाहिँ यसमा जोड्ने होला सामान चाहिँ लगभग सबै आइपुग्यो मेरो क्युट छ हो ब्याग यति सानो भनेर चाहिँ मैले एक्सपेक्ट गरेको थिएन सानो नै रहेछ यो रहेको थियो इयरलिङ कानमा लगाउने लगाइहालौँ यो डबल दिँदो रहेछ यो पेज कस्तो दिँदो सुहाउँदो रहेछ आफैले सुहाउँदो रहेछ नि यो रहेको छ चस्मा मैले एउटा चस्मा पनि मगाएको थिएँ यस्तो महँगोमा त लिनै सक्दैनौँ मैले त एउटै यस्तो ब्रान्डेड भन्छ एउटैको 200 पाउन्ड 250 अनि 100 पाउन्ड एउटै लुगाको 100 पाउन्ड 50 पाउन्ड हुन्छ कि अब हेर्नु न मैले यति धेरै मैले 100 पाउन्डमा लिएँ कि त्यो त सबैलाई त्यस्तो मन पर्दैन अब यो ब्ल्याक फ्राइडे भन्ने हुन्छ त्यो बेलामा चाहिँ अलिक सस्तोमा पाउँछ त्यो बेलामा चाहिँ हामीले लिन्छौँ अक्कल झुक्कल होइन त्यो एकदमै सस्तो पायो भने लिन्छौँ नत्र चाहिँ मैले प्रायः सिनबाटै हो मैले कि जाराबाट लिन्छ कि सिनबाट लिन्छ कि प्राइम मार्कबाट लिन्छ मैले त्यो तिनवटा बाटोबाटै लिन्छु अरूबाट चाहिँ मैले लिँदैन किन झुट बोल्ने है बेकारमा जे हो त्यो भन्ने हो नि त है त्यतिबाट लिन्छ मैले त्यही हो अरू चाहिँ त्यस्तो के भन्ने मैले यो रहेको छ मेरो न्यू गक ल सुहाउँदो रहेछ अब भन्छ त यो कसैले सिनबाट मगाएको भनेर रेको चाहिँ भन्छ त ल राम्रो देखिहाल्यो नि म त्यही हो अब यति नै हो मेरो सामान मेरो बुढा चाहिँ छुट्टी छ मस्त सुतिराख्नु भएको म चाहिँ अब रेडी भइसकेँ अब काम जाने बेला नि भयो अब म तपाईहरुलाई के भने अब म कसरी काम जान्छु भनेर देखाउँछु ल मेरो काम चाहिँ म उसमा गर्छु लन्ड्रीमा क्लिनमा लन्ड्रीमा गर्छु राम्रै छ काम पनि त्यस्तो प्रेसर छैन ठिकै छ जाने नि हातखुट्टा चलाउनु त नि ठिकै छ कामहरु पनि त्यस्तो प्रेसर दिमाग खराब गर्ने त छैन गाइस यति नै रहेको थियो मेरो सिनको सामान मेरो शपिङ चाहिँ यति नै रहेको थियो म यो
कस्तो टेन्सन भएको थियो नि त मलाई यो नआएर। अनि म घुम्न गएको बेला आयो भने कसले अस्ति एकजना हाम्रो यहाँ घर भेटेको फेरि उसले सिमबाट हो कि एमाजोनबाट सामानहरू मगाएको थियो कि अनि रातिको 10 बजे पो डेलिभरी गरिदिएको कि अनि राख्दैछ बाहिर। अनि को केटाले हो है बिचरा सामान नि त्यो घन्टी बजेको पनि थाहा नपाएको कि कस्तरी थाहा नपाएको भन्दा पनि यहाँ के अरे दाइ भाउजूको बाबुहरू छ कि सानो एउटा चाहिँ 3 वर्षको भयो बाबु चाहिँ, नानी चाहिँ अनि 7 महिनाको छ, 7-8 महिनाको। अनि त्यो बाबुले अनि त्यो घन्टीहरू पुरै त्यो बेल नै अफ गर्दैछ कि अनि थाहा नै पाएन, भाउजूले पनि थाहा पाएन, हामीले पनि थाहा पाएन, ढुकढुक गरेको थियो अरे, थाहा पाएन कि कसैले नि। अनि पछि त भाउजूको त सामान लगिदिएछ भने धन्न भाउजूले क्यामेरा राखेको थियो कि उता उसको ढोकामा चाहिँ क्यामेरा छ, अनि त्यो क्यामेराबाट हेरेर चाहिँ अनि थाहा पाएको। अनि पछि त जे होस् है राम्रै रहेछ हौ। म पैसा रिफन्ड गरिदिएँ कि त्यो सामानको त्यस्तै कति पाउन्डको थियो, 50-60 पाउन्डको भन्नुभएको थियो। जे भए पनि है बच्चाको त्यो खेल्ने कुराहरू थियो अरे कि अनि पैसा चाहिँ फिर्ता गरिदियो। पैसा फिर्ता गर्नु नै ठुलो कुरा हो कि गरेर भन्दै थियो। अनि मेरो कति धेरै सामान, अब यति सामानको मैले होइन 100 पाउन्ड ठिकै हो कि अथवा कस्तो कान्छी लाग्यो यति सामानको 100 पाउन्ड 1 2 3 4 5 पोका छ, 5 पोका लुगा, 5 पोका एउटा ब्याग, एउटा इयरलिङ अनि एउटा चस्मा। अनि यतिको त ठिकै त हो नि है। त्यही हो गाइस, सिममा चाहिँ त्यस्तो नराम्रो क्वालिटीको नि हुन्न कि अब यो एभ्रिडे लुगाहरू चेन्ज गर्ने, एक दिन लगाएर अर्को दिन नलाउनेहरूलाई त झन् एकदमै ठिक हुन्छ। अब फेरि अब के हाम्रो पैसा नभएर त्यस्तो भने कि अब हल्ला होइन, त्यस्तो चाहिँ होइन है। मलाई त यो पनि एक्सपेन्सिभ नै हो, मलाई त महँगो लाग्छ। मलाई त यता लुगा लिन नै लोभ लाग्छ भन्यो भने त, किनभने नेपालमा चाहिँ अब कस्तो राम्रो लुगाहरू पनि अब आउँछ नि त 2000मै है। अनि यहाँ त अब यति पनि अब यो 20,000 हो कि अब 20,000 यति नेपालमा 20,000 नै पर्थेन क्या भन्यो भने। अब ठिकै हो, खुसी छौँ। आफू जस्तो छ त्यसैमा खुसी हुनुपर्छ कि जस्तो छ भन्नाले के खै मलाई त भन्न नै होइन, जे भए पनि आफूले खुसी हुनु पर्यो, त्यही हो। आई एम ह्याप्पी, अरूको लागि चाहिँ मलाई थाहा भएन, त्यही हो। सिनको सामान नै त्यति नराम्रो चाहिँ होइन, राम्रो नै छ गाइस। त्यही हो गाइस, अब चाहिँ म काम जाने बेला हुन लाग्यो। म कसरी काम जान्छु भनेर म तपाईँहरूलाई देखाउने पनि छु। यो चाहिँ रहेको छ गाइस मेरो काम गर्ने आउटफिट। यो चाहिँ हाम्रो कम्पनीको टी सर्ट हो, यही हो मेरो ब्ल्याक प्यान्ट, यही हो मेरो आउटफिट। अब चाहिँ म जान्छु, अब चाहिँ म जानुपर्छ। मेरो बुढा चाहिँ यहाँ सुतिराख्नु भएको छ मजाले, हेर्नु त उसको त काम छैन, काम छुट्टी उसको। मेरो पनि छुट्टी हो खासमा, मैले चाहिँ ओभर टाइम लिएको भएर चाहिँ आज जानु परेको हो। अनि त्यही हो, अब चाहिँ म जान्छु गाइस। म चाहिँ यसमा जान्छु है, स्कुटरमा चलाएर जान्छु। कस्तो कमेडी छ, त्यही हो। अब चाहिँ ढिला भइसक्यो, पुगेर देखाउँछु। म जाने बाटो चाहिँ यही हो गाइस। म चाहिँ अब साइकल लिन जाँदैछु। अब स्कुटीमा चढ्ने, यो चाहिँ हो युकेको इलेक्ट्रिक स्कुटी। यो चाहिँ मेरो स्कुटी निकाल्ने बाटो हो कि, सानो बाटो। मेरो ब्लगमा हाई भन्नु दाइ। हाम्रो दाइ पनि हाम्रो घरको ओनर दाइ हो, उसको चाहिँ नयाँ नयाँ गाडी छ। दाइलाई मोज्छ नि, दाइको पैसा कहाँ फालौँ भयो। हजुर होइन हौ, आज एक दिन मात्र हो, त्यो मैले थोरै उस बनाएको थियो, त्यही भएर। त्यही हो, अब चाहिँ यस्तो टुटुलो घाम ला यहाँमा, टुटुलो। अब गएर देखाउँछु।